ल गाइजहरू अहिले चाहिँ म ट्याक्कै फिदिमतर्फ गइरहेको छु झापाबाट। म अहिले यो अगाडि देखिरहनु चाहिँ यो सिमल गोलाइ भन्ने ठाउँमा छु है। अब मेची राजमार्ग अन्तर्गत तपाईँको माइखोलामा चाहिँ बाटो पुरै ब्लक छ। अब हामी यतापट्टिबाट जानुपर्ने हुन्छ। बेलासेको बाटो पनि एकदमै अप्ठ्यारो छ। अब यहाँबाट चाहिँ अगाडि यता माइबेनी हुँदै जाने एउटा बाटो, अनि त्योभन्दा अगाडि नै यता पारिपट्टि झोलुङ्गे पुल एउटा तरेर जाने बाटो पनि छ अरे। अब कुन बाटो सहज हुन्छ त्यही बाटो जानु पर्ला है। उँधो चाहिँ बाटो पुरै ब्लकमै छ भन्ने सुनिरह। सर यता चाहिँ बाइक पनि जाँदैन? कहाँनिर? हजुर त्यहाँदेखि उँधो झर्ने छ? यता यता झर्ने बाटो छ? ए ए ए यो छ साथीहरू। ल फेरि ग्यासको गाडीहरू यहाँबाट सामान पल्टी गराइरहेको छ। यहाँसम्म ठुलो गाडीमा ल्यायो, यहाँदेखि पिकअपमा लग्यो। ठुलो गाडीहरू जाने सम्भावना छैन। हाम्रो चाहिँ यो मेची राजमार्गको बाटोले एकदमै विशेष बनाएको है। म चाहिँ काम गर्दैन। यहाँ झोलुङ्गे पुलतिर झर्ने बाटो कहाँबाट हो? ए यहाँबाट हो? हुँदै इलामसम्म जाने बाटो 8.5 किलोमिटर 22 मात्र। यो लोकेसन चाहिँ ठ्याक्कै यो माइखोलाभन्दा माथि त्यो कालो भएको बाटो सिमल गोलाइभन्दा थोरै मुनतिर यतापट्टि घर पनि देखिन्छ है। यहाँबाट जानुपर्ने। अब कस्तो छ बाटो छिरे है त मलाई। यो चाहिँ मलाई हाम्रो शेखस भाइ चाहिँ फिल्मदेखि आएको थियो, यही बाटो आएछ। अनि म आउनु पाएँ, त्यहाँदेखि आएँ मैले हालेँ अन्त हुन्छ अहिले भिडियो खिचेर चाहिँ हालिदिन्छु। तर कहाँदेखि जानुपर्ने चाहिँ मलाई पनि थाहा छैन है। यहाँबाट रहेछ बाइक मात्रै गर्नुभयो। यताको तल कस्तो छ सर्टकट रहेछ यताबाट पक्कै पनि। हामी माइबेनी हुँदै गयौँ भने चाहिँ बाटो निकै हिलो, अब ठुलो गाडीहरू कुदेर बाटो पनि निकै नठुलो बाटो हिँडेको गाडी एकदम अगाडि तपाईँ झोला पनि देख्नु। कस्तो छ सर बाटो पारिपट्टि? त्यस्तै हो, खासै हिलो छैन होला होइन? म लाग्नु अगाडि यहाँनिर चाहिँ हल्का रमाइलो रहेछ बाटो है गाइस। यहीँको चाहिँ
कहीँ कहीँ छिलखाल गर्ने साथी चाहिन्छ जस्तो छ। गाह्रो गाह्रो हुने रहेछ पानी पर्छ त। रोटी रहेछ। झोलुङ्गे पुलमा चाहिँ म पुगिसकेँ है गाई। सबैको यहीँ खोला छ। पानी जाँदाखेरि प्रत्येक पुलमा चाहिँ हावा आएर छिटो भएको थियो है। मेरो बाइकको चाहिँ हिँड अलिअलि लाने थियो। डर लाग्यो यार गाइस, तल हेरौँ त। तल खोला चाहिँ अति डर लाग्यो। खोला परिसकेको छ। यही है गाइस झोलुङ्गे पुल चाहिँ यो कैलाटारको बाटो। बाइकहरू सर्टकट हिँड्ने बाटो चाहिँ हल्लिँदैन रहेछ। पुल एकदम स्टेबल छ है झोलुङ्गे पुल, नत्र त निकै धेरै स्विङ हुन्छ है। पारिपट्टि चाहिँ एक दुई ठाउँ अप्ठ्यारो हो, नत्र बाटो खासै अप्ठ्यारो छैन। तपाईँहरू देख्न सक्नुहुन्छ यामासतिर माइबेनीको ड्याम यामासतिर छ। अब यहाँदेखि उकालो लाग्छौँ हामी। पुल तरेर पारि आइसकेको छु। यहाँनिर चाहिँ हल्का अप्ठ्यारो देखिरहेको बाटो हेर्नु के भन्छ बाटोले है। पुल परिसके पछाडि चाहिँ अलिकति अप्ठ्यारो रहेछ। समग्रमा ठिकै हो बाटो। हुन त अब पुऱ्याउने मान्छे पनि जितेको हुन्छ। अब म अफरोड पुगिरहन्छु होइन। यो खोला तरिसके पछाडि यो इलामतर्फको चाहिँ सडक खण्डमा यो चाहिँ निकै ठाउँ रहेछ। प्रत्येक बाहिर सोलिङ लगाएको छ क्या। र तल तपाईँको झोलुङ्गे पुलबाट उकालो आउँदै गरिसके पछाडि यहाँ माथि आएर यहाँनिर यो बाटो चाहिँ भेटिँदो रहेछ। मलाई जहाँसम्म लाग्छ यो बाटो भनेको यो यतादेखि आएको जुन बाटो छ यो बाटो चाहिँ तपाईँको यता माइबेनी हुँदै आउने बाटो, माथि तिल्केनी जोडिने बाटो। अब यहाँदेखि चाहिँ हामी लेफ्ट लिन्छौँ। तपाईँहरू पनि उँभोदेखि आउँदै हुनुहुन्छ भने ठ्याक्क यहाँदेखि चाहिँ राइट लिएर उँधो झर्नुपर्ने रहेछ है। ठ्याक्कै यहाँनिर एउटा बिजुलीको पोल छ। बोर्डहरू त यहाँ केही पनि राखेको देखिएन। अब यता अगाडि केही घरहरू केही छ होला। उँधो जानु पऱ्यो जिलामदेखि झर्दाखेरि। ढाकादेखि आउँदा सिधा लेफ्ट। यो चाहिँ मलाई जहाँसम्म लाग्छ उता माइबेनीबाट आउने बाटो हो। यहाँ ठुला गाडीहरू धेरै कुदेर बाटो यस्तो कुदिरहेको।
निस्किएपछि अघि मैले भिडियोमा देखाएको ठाउँबाट राइट साइडतिर भन्ने